धेरै दिन भएको थियो मैले लङ भिडियो नहालेको। सो आज एउटा मैले के भन्छ कन्टेन्टै भेटाएको मेरो। सो पछि मिलाउँदै कुरा गरौँ न। कन्टेन्ट के रहेछ भने हाम्रो होइन। सो अब म 1-2 दिनको लागि म मेरो दाइको घर जान्छु क्या। त्यही भएर त्यहाँनिर चाहिँ मैले जिमको कुनै मेम्बरसिप लिएको छैन र मलाई त्यहाँको जिमको बारेमा त्यति केही नलेजहरू छैन। सो त्यही भएर अब त्यस्तै 3-4 दिनको लागि होमवर्कआउट सिरिज 3-4 दिन के भन्नु 1 to 3 weeks भनौँ न। त्यसको लागि म सायद होमवर्कआउट सिरिज हाल्छु होला होइन। सो होमवर्कआउटहरू जस्तै मैले 3 इयर्समा मैले मेरो बडी बिल्ड गरेको होमवर्कआउटले हो। र म रिसेन्टली जिममा फिक्स भएको त्यस्तै 3 to 6 मन्थ मात्र हुँदैछ म जिम गएको चाहिँ। सो त्योभन्दा अगाडि चाहिँ म होमवर्कआउटै गर्थेँ। र के गर्थेँ म त्यो तपाईँहरूलाई देखाउँछु त्यो सिरिजमा होइन। हामी ट्रेन गर्न आँटेको छ हाम्रो लेगलाई। र आज चाहिँ हामी जिममै ट्रेन हान्छौँ हाम्रो सायद आज सन्डे भइगयो। मन्डेमा ट्युसडेदेखि हाम्रो होमवर्कआउट बल्किङ सिरिज आउनेछ है त। र आज चाहिँ हाम्रो लेग भइगयो। सो हामी के काम छ त्यो गरौँ अनि त्यसपछि भरे जानुपर्छ जिमतिर। सन्डे हो या मन्डे रोज का मन्डे। र वी आर गोइङ टु आवर फर्स्ट मिल। हाम्रो फर्स्ट मिल खान आँटेको छौँ। आई विल सो यु। सो दिस इज आवर फर्स्ट मिल। आज हाम्रो न्युट्रल आलु यो दाल भयो खाना भयो त्यति हो। हाम्रो फर्स्ट मिल होममेड हो। घरमा जे पाक्छ त्यही खाने होइन। अब डिनर त्यसपछि के काम हुन्छ त्यो गरिन्छ। त्यसपछि अनि देखा जाए होला के हुन्छ। सो पहिला चाहिँ खाना खान्छु। दिस इज द लास्ट मिल अफ द डे। अब यति नै खाएर हामी सुत्छौँ होइन। सो आजको भिडियो यति मेन हो। थ्याङ्क्स फर वाचिङ। बाई बाई।